प्लास्टिक को यार स्टिल शीशा को मैं कहाँ यार ऑफिस में तभी जस्ट मानते लोग सबै मैले जस्तो लाग्ने हो होता नहीं कहाँ हम लोग का कंप्यूटर में भित्र शीशा छ कि कति गुरको छ हेर्नु त कति गुरको छ सबुत लाग्ने हुन्छ मैले चाहिँदैन यस्तो त चाहिन भन्नु सबै तरकारी हाल्ने अनि फेरि चाहिन भन्नुहुन्छ भने हाम्रो झन् के को लागि यस्तो अलि राम्रो हेर्नुको लाग्ने मध्ये के थाहा सल्टे 15 रियल डब्बा डबल राम्रो हुन्छ नि ओके उसको भने त के यार लाग्दैन तपाईँ लागि सल्टिनलाई काम लाग्छ हल्के सुत्रे हाल्दा गर्ने तपाईँ लाउनुपर्छ क्या यो लगाउन अचार बनाएर खाने ए लाग्ने चिजहरू पनि सल्टी तपाईँले मजा कैँची लाग्नु पर्यो के गर्ने ज्वरो चिक्क जस्तोले रोटी बनाएर खाने त्यो के गर स्टिलको अघि देखाएको काँचको हा प्लास्टिकको छ यो प्लास्टिक होइन यो सब उसको हो के छ कि भित्र यो एक साइडमा छ क्या हेर्नु त कपहरू छ रहेछ छैन आज भिनाको भाग्य नै रहन्छ क्या यस्तो यो डब्बामा भात खान अनि भिनाल चाहिँ किन चाहिएको यो डब्बाहरू हेर्नु जाने हेर्नु त कप लाउनु सल्टी के खाने दारु सारु खाने हुन्छ होइन दारु मैले खाँदिनँ ठुला मेसलमा त यस्तै खाने अब हामीलाई कम टेबल हुने हामीलाई त सबै भिआइपी दिएको छ कम्पनीले सबै दिएको कफी सफी खाने कफी दिँदैन कम्पनीले कफ दिन्छ कफी दिन्न दिलाने हे तपाईँ डिब्बा हेर्ने यार सल्टे के यो लाउने हो दारु खाँदै स्पेसल पनि पुरा दारु खान जति पैसा आउँछ र नि कम्पनीमा के प्लास्टिकको डिब्बामा जति पनि हेर्नु तपाईँले आफ्नो चाहिने भन्दा बाहिरतिरको हेर्नु भएको तर ऊ के यार के सबसे भन्यो त्यो ऊ भेटेन कि कप कस्तो कप हो र त्यो सुनिल सोल्डरको टिप्पन बक्स के फोटो खिचेर हाल्न पनि कस्तो चाहिएको कहाँ फोटो खिचेर जस्तो भए पनि हुन्छ कि नाच्न लगाउने खालको के बिहान याद छ यसमा यसरी यस्तो गर्ने लगाउने यो होला कि साबुन राख्ने होला नि त नि बक्सहरू तर यति गएर यति खोजेर उहाँ गएर भेटाएन भन्ने त भिन्न त राति रिसेसन यत्रो मार्केटमै नभेटाउनु डब्बा भनेर कति रियलको यो 15-16 यहाँ त तर फिक्स रेट हो यार होइन घटाउनु नि होला भाइ हराउनुला त्यो धनले धेरै हालिहाली गर्छ अरे बिग्रियो भने जर्दिने लाएर त्यस्तो नचाहिने हेर्नु कहाँ कति आउँछ अर्को होला भाइ तिमी कहाँ हरो त तिन होइन अहिले हामी दुइटा चाहिँ हराइन्छ भन्ने कुरा हो क्या यहीँ हेर्दैछ के कापीको पर्न के हेर्नु लाग्यो
ए बुक्सहरू हो कति रियल पाउँदो रहेछ कस्तो सस्तो रहेछ 9 रियल हो अस्ति मैले कति रियल यो 12 रियलमा दियो यार अस्ति मलाई लगिसक्यो नि त मैले प्लिज डोन्ट ओपन द पेपर ओपन गरेन रे मैले त अस्ति लगेको त्यो अब्जर्भेसन लेख्नुपर्छ भनेर त्यसपछि फेरि भन्छ कि डाइरेक्ट मोबाइलमै हाल भन्यो अनि हालेको एक दिन त्यस्तो बन्दै भइगयो अब फेरि केटाहरू लेखेर हाल्यो भने हालेन त सक्यो उता लास्टै अल्छियो क्या हामीहरू एउटा त्यो तेरै पनि नलगिकन हातमै सामान मात्र यत्रो बजार घुमिरहँ यार क्रेट कहाँ पाउँछ अब त बाहिर मान्छेको भिड छ बिल काट्नको लागि सोल्टी छुट्टी नि मन गरे क्या कम्पनीबाट भाँडाकुँडा हेर्न आँट त छुट्टी नि मन गर्नु हो क्या लाग्नु चाइनासँग लगेर न्यु खोज्दाखेरि चेक गराउनु त कति भित्र बसिन्छ डर लाग्छ टाढै हट्नुपर्छ कति भित्र बसिन्छ सोल्टीको लागि चाहिँ यो राम्रो हुन्छ यार होइन कस्तो सोल्टीको के छ र तपाईँको लागि शंकर दादा हो शंकर दादा खतरा रहेछ खै भारी छ आगे दाम है सर ल्याउनु नि तपाईँ शंकर दादा शङ्कर दादा शंकर दादा देउली सकिसक्यो नि हाम्रो सोल्टीले के काट्ने के काट्ने भने ल हाम्रो फाइट पर्दैन त्यस्तो हामीले नचाहिने सामान हेरिरहेको छु यार तपाईँले हेरेर अरू त कसैले हेरेको छैन अब भाइले बिचरा पढाइ लेखाइ मान्छेले हेर न कापी किनिसके तपाईँ भने जस्तो लडाकु बनाउनु भयो चम्चा पनि ल्याइदिनु यहाँ चम्चा 11 रियलमा 3 बार पिस कति पर्छ स्टिकर हो क्या त्यो डेट मिसिन हो कि डेट हाल्ने डेट हाल्दिनु यहाँ चिप्का नि यो हो त्यही यही चिप्काउने हो त्यो डेट मिसिन होइन डेट मिसिन अरे यो साको बाग हो बाग बिग बाग बट दिस सेम सक्स This guy no worker here. This is another asking another guy. तपाईँ यार सल्टी तपाईँले यस्तो टी सर्ट पेनेर आएर सबैले तपाईँलाई बुझ्दैछ त के चाहियो के चाहिएन मार्केट गर्न हो कि मार्केट गरिदिनु यता होला क्या बच्चाको सामान माथि काउन्टरमा बसेर फर्स्ट पैसा ल्याउनु पर्छ कि त्यत्रो नोट सपात्ने छैन खानु भेटाएन हामीले होइन अहँ मास की दाल আমি সাম সেটের ভিতরে घर लाग्ने अब 2-3 वर्ष जाँदाखेरि जाँडाहरू त बनेको हुन्छ फोटो नि हान्न यार कपडा भन्नेले हान्दै भाइ एउटा फोटो सोल्टीको ज्याट यहाँ आउँछ यार भित्र जताबाट भयो कपडा भन्ने पुरै कम्पनीमा काम गर्ने जस्तो फोटो खिच्नु परेछ कि सोल्टीले त्यो पनि केबाट अरे अझ यो पनि स्न्यापचाटबाट होइन स्न्यापच्याट ए जिन्दगी राम्रो मोबाइल भएकोले खिच हो किदिन त बोला डाइरेक्ट बन्न नखिच्ने तपाईँ चाहिँ खिचिराख्नु यति त सामान नकिने नि फल्न मार्केट दिनदिनै जाने रहेछ भन्ने भयो एउटा चाहिँ आउनु राम्रो आएन तपाईँ यसो किन झुक्किनुहुन्छ त आज एयरफोन लगाएर पो सिगरेट बेची मान्छे एयरफोन लगाएर फोटो खिच्ने भइसक्यो यस्तो हजुर साउदीमा आएर उसले फेरि फोटो खिची हाटेको छ एउटा जाँड खाने बर्को समात्नु नि त्यसलाई हानौँ न चल्दै हो सुनेको ल सुनको ल सोल्टीको एउटा सुनको बर्को समातेको फोटो हाल्ने हो नि त चप्पल भएन क्या हातमा चप्पल भएन क्या सानो खतरनाक खान दिन्छु भएन कि त सादा भयो धेरै अघि त पोस्टो झान्नु न खतरा
जाउँ अँ अलाउ त छ नि बनाउने खै अब सल्टीले थाहा छ सल्टीले खिच्नु भएको छ फोटो हेरेको भने सल्टीको देखाउने ए के संसार आग लाग्ला कि छोड्छ नचाहिने चिजहरू छुनेन ल ल तर मेरो म कालो आउँछु क्या यस्तो सामान सबै छु म यस्तो स्न्याप चलाएर फोटो आउन बेचत गर्नु भएको तपाईँले फिल्टर लगाएर कालो मान्छेको त कालै निकाल्नु पऱ्यो नि होइन कालो मान्छे कालो म कपडा काँधमा हालेर नै कहाँ हेरेँ सल्टी आफू त मान्छे त खत्रै हो क्या है के सपिङ गरेको हो नि यार हामीले सपिङ गरेर कमीसम्म लगाएर खिच्यो भने राम्रो हुन्थ्यो बरु ल भला यता ल सल्टी गरेर मेरो एउटा ल्याएर आउनु खोजिरहेको त्यस्तै कि हामी यार त्यो यो कम्पनीको ल्याएर आएको छौँ सोल्टीको बाना फोटो फटाफट हान क्या 4 बजिसकेर भयो आउनु पर्यो नि निकाल के भन्नु छ र अब हेला गरेपछि ल भोला भाइको हान्नु पर्यो ल पोज चाहिँ खतरा हुनुपर्छ ल ल चुप्पा गर्नु न किस गर्नु न ए गतिलो आएन कहाँ पुरै हल्लो क्या हातै हल्लो छ मेरो अनि बिहान एउटा खानै खाएको छैन अनि हात हल्लिन्छ क्या राम्रो आउँदा मेरो हात हल्लिन्छ नि मान्छे आज ढाकको भयो जस्तो ग्यारेन्टी आएको छ के अनि त्यसो त अब तपाईँहरू लग्ने त म त्यस्तै एप्रेन सेप्रेन लगाउने एउटा टाढा भइसक्यो भइसक्यो अब बिल गर्ने अब फेरि नचाहिँ नहेर्नु त जमुनामा लाएर यो लगाउनु नि त सट्टा आइडी साइडी हाल्ने हुन्छ खै अनि बिचको काट्दाको मुनिको चाहिँ झुन्डाउने कसले दिन्छ नि माथि घाँटी माथि हाल्नु यसमा झुन्डाउने बिचरा खानाको कार्ड नदिएर खाना नदिन गाह्रो भइसक्यो कम्पनीले हामीलाई रासन भन्न आयो मेसलको लागि कार्ड दिने नि रासन होइन तपाईँलाई अघि नै भने होइन मैले मान्छेहरू गनसन किनिरहेको हेर्नु 2-3वटा फुल छ अब कतितिर हो यताबाट घुस्नु अर्कोतिर निस्किनुपर्छ अन्त अघि नै भनेको सबैलाई तपाईँले स्विगेम खाने होइन 10 रुपियाँको लग्नु स्विगेम तपाईँले खाइराख्नु स्विगेम खाने अन्त सस्तो भएन कि हुने पनि त्यो 50 पैसा एक बन्डलमा 5 पिस कति हुन्छ एक बन्डलमा म त यो लक्स लियो नि त अनि मैले चाहिँ के अलग्गै म कस्तो छु र अलग्गै न जे पनि अलग्गै सल्टी है
यता हेर्नु क्या लिपस्टिक सिपिस्टिक लगाउनु नि त अनि के त्यो त कहाँ यार अब चलाउनु छैन तपाईँ जस्तो लगाउने हामी झन् भक्क 70 जनमा कहाँ लाग्नु हुन्छ छिट्टो र भर पर्नु हामी चाहिँ यहाँ यत्न पछिबाट काट्नुपर्छ बिल के लिने र भयो कहाँ हे उति बुझ्नु न त्यो 2-3 जना गएपछि गर्नेले हाम्रो झोला सही सलामत छ कि नै भन्ने कुरा तपाईँले चुरोट किन्न जाँदा एक्लै जान्छ होला है किन टाइमले डाँडो काटिसकेको छ तपाईँको बस कहाँ छ भन्ने कुरा उ गरेर हुन्छ यार पत्ता लगाउँछ बस त्यहीँ होला नि त पार्किङ कुन पार्किङ नेक्स्ट के त ट्रेनले जान क्या मलाई त हजुर टेन्सन छैन किन ट्याक्सी जाने ट्याक्सी त जानिदिनु पऱ्यो नि तपाईँहरू कहाँ हुनुहुन्छ पिएससी क्याम्पमा कम्पनीको मान्छे होइन र पिएससी जान्छु भोलि डाइरेक्ट साइडबाट जुत्ता सेफ्टी त मैसँग छ त्यो त मैले अघि नै भने त्यसो अझै घुमिन्थ्यो नि पेपरहरू मैसँगै छ त्यसो भयो सिगरेट खानु सिगरेट मात्रै छ अब जाडो छ अब त्यस्तो धेरै खाइँदैन होला भाइ यही के पछाडि के आउँछ तपाईँको दाढीमा अब त्यो के हो त्यो यस्तोमा जान्दैन नि मलाई आउँछ क्या उसको दाढी चाहिँ छैन फेरि यस्तो जुङ्गा छ कैँची लगाउनु सल्टी कपाल काट्नु ल्याइदा हेर्नु त दामी दामी छ कैँची ए सिजर कपाल साल झरेको अब किन काट्नु लक राम्रो मान्छे धनी मान्छेको हुन्छ र तालु त अब तारहरूलाई 4 वर्ष भयो यार 4 वर्ष पैसा हो रे कहाँ हामी गलत लाइनमा लाग्यो कि हामी सहीमा हो Subscribe. पारि तपाईँले के गर्नु पारि सिसी क्यामेरा पुरा देखिरह के भयो त के गरेर त्यस्तो